यो जाजरकोटको थला बजार। यही छेउबाट छेडाघाट नदी बगेको छ। अब यहाँ आइसकेपछि सडक अवस्था यस्तो भेटियो। अब सडक पहिचान गर्नुपर्ने हुन्छ हामीले जाजरकोट जान। थला बजार निकै ठुलो लामो फैलावट भएको रहेछ। बजार छेउबाट बगेर जान्छ छेडा खोला। खोलालाई यता गाड भनिन्छ। हामीले थला बजारमा जाजरकोट कसरी जाने भनी बुझ्दा सबैभन्दा उपयुक्त बाटो यो हुन्छ अरे। यसले थला बजारबाट छेडा बजार भन्ने ठाउँ निकाल्छ अरे। तर यताबाट जाजरकोट जाने बाटो चाहिँ छैन भन्छन् स्थानीयलाई सोद्धाखेरि। दोधारमा छौँ, छेडा निस्कन पाए त्यहाँबाट जाजरकोट चाहिँ सहजै पुग्न सकिन्छ भन्नेसम्म थाहा छ। थला बजारबाट मध्यपहाडी पुष्पलाल राजमार्ग भएरै जाने पाएको भए 50-60 किलोमिटर अघि कुदु भन्ने ठाउँ निस्किन्थ्यो। त्यहाँबाट जाजरकोट नजिकै पर्थ्यो। तर त्यो बाटो बनिसकेको छैन रे, हिलाम्मे पनि छ रे। गाडी निस्कन मुस्किल पर्छ रे। अब यो बाटोमा चाहिँ यदि पहिरो गएको छैन भने छेडा निकाल्छ रे यसले। तर घुम्नु पर्ने भयो। कच्ची सडकमा धेरै समय पनि लाग्ने भयो।